92 पुग्नुभयो हजुर त्यही त पुरा जोसिलो हुनुहुन्छ नि हँसिलो जोसिलो स्वरमा पनि त्यस्तै दम छ मेरो हजुरको फुल एक्सर्साइज बडी हो नि त ए पहिले फुटबल उनीहरू खेलेर राम्रैसँग ए फुटबल खेल्नुहुन्थ्यो ए पुरै नेसनल लेभल हो क्या बनारसबाट बिए पास गरेको हजुर लखनऊबाटै एमए पास गरेको हजुर कुन विषय गर्नुभएको छ हजुर लखनऊ युनिभर्सिटीबाट पोलिटिकल साइन्समा हजुर 4 वर्ष कलेजमा पढाएँ ए अनिखेर महेन्द्रको चाकरी गर्नु पर्यो मैले जागिरमा महेन्द्रले हजुर अनि हजुर महेन्द्रसँग ठाकठुक महेन्द्रसँग पनि भेट गरेँ ए अघि हजुर तिम्रो जागिर चाहिँदैन भनेर छोडिदिएर ए म सिधै राजनीति गर्नु है हजुरले अ? राजनीति पनि गर्नुभयो राम्रै गिर्जा बाबुलाई गिर्जा बनाउने नै म हुँ ए विराटहरूमा बिपीसँग बनारसमा बिपीसँग दिनु त्यो माने आइतबार छुट्टी हुन्थ्यो आइतबार हामीहरू गएर भेट्थ्यौँ बिपीसँग ए हरेक आइतबार बिपी एकदम अध्ययनशील हुनुहुन्थ्यो है सारनाथमा बस्नुहुन्थ्यो ए बनारसमा हजुर यहाँबाट चाहिँ निकालिएको हजुर र हजुर अनि सारनाथमा अब म बनारसमै पढ्थेँ हजुर अनि आइतबार छुट्टी हुन्थ्यो आइतबार सारनाथ पुग्थ्यो ए हजुर हजुर यो आवाज गर्दैले अहँ। ए हजुरलाई नेता मध्येमा सबभन्दा मनपर्ने नेता चाहिँ को नि राजा महेन्द्रलाई एउटा सल्लाह दिएको थिएँ मैले हजुर अघि हजुर 18 सालको चुनावमा अँ अघि हजुर 2 भाग गरेर चुनाव गराऊ ए पहाडको नागरिकताको केही छैन हजुर हजुर एक तराईमा छ नागरिकता सबै मजदुर इन्डियन मजदुरहरू आएका छन् हजुर नागरिकता प्रदान गरेर अनि चुनाव गराऊ भनेर भने चाहिँ मानेनन् अहिले त्यही नागरिकताले इन्डियाले खाइराखेको छ अँ हो कि होइन एकदम पक्कै हो तराई चाहिँ बिल्कुल इन्डिया गएको छ इन्डियनहरूले बढी नागरिकता पाए पहिले नागरिकता दिए भएदेखि त ठिक थियो नि ठिक थियो त्यही त नि अहिले इन्डियामा 4 तह 5 तहमा जेनरल इलेक्सन हुन्छ अँ अमेरिकामा त्यस्तै छ हजुर हजुर मेरो सजेसन मानेन महेन्द्रले एक मिनट